हेलो वेलकम टु माई मिनी ब्लग। आज म धेरै दिनपछि मिनी ब्लग लिएर आएको छु। हेर्नुहोस् हामी कहाँ जान्छौँ ल हेर्नुहोस्। अब दिदीहरू भेटिनु भयो क्या। दिदीहरू मेरो चाहिँ एउटै कलर भएछ कि कुर्ताको चाहिँ है। हामी त कुर्ता हेर्दैछौँ एउटै भयो भनेर अब हामी चुरा देखाउँछौँ। चुरा पनि एउटै हुन्छ कि यो चाहिँ संजोगले मिल्न गएको हो। ल हेर्नुहोस् अब हामी कहाँ जान्छौँ। यो चाहिँ राजमहल हो जहाँबाट मेरो बिहा भएको थियो। हजुरहरू पनि कुनै इभेन्ट गर्न चाहनुहुन्छ भने यस राजमहललाई सम्झनुहोस्। यो चाहिँ फ्रीको प्रमोसन है फेरि। ल अब हामी कहाँ जान्छौँ हेर्नुहोस्। म कहाँ जाँदैछु त भन्दिनँ ल। यो डेभिस फलको खोला हो। यहाँबाट यो पानी डेभिस फलमा पुग्छ। ऊ दिदी चाहिँ फर्स्ट टाइम सिस्नु देखे जस्तै यो के हो सिस्नु हो र भन्दै हेर्दै हुनुहुन्छ कि है। लु हाम्रो जिएमएमसी कलेज टक्क देखियो के है। म पढेको कलेज यो चाहिँ। अब दिदी चाहिँ यसको हामी सानोमा बबल्स बनाउँथ्यौँ। म बबल्स बनाएर देखाउँछु है भन्दै हुनुहुन्छ। हेर है त कस्तो बबल्स बन्छ दिदीले कस्तो बनाउनुहुन्छ। अब फुक्न आँट्नु भयो यसलाई। बनेन बनेन बन्यो 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 बबल्स त बन्यो। ऊ बाख्राहरू चरिरहन् कसको बाख्राको पाठीहरू हुनिनहरू। ऊ बाख्राहरू चाहिँ उता ठुलो बाख्राहरू चरेछन् है कसको थाहा छैन हामीलाई। ऊ रानी बन टक्क अनि साइडमा कलेज जिएमएमसी कलेज। ल म चाहिँ हिँडेँ लखर लखर कहाँ हो फुल देख्छु त्यसले कस्तो राम्रो फुल भन्नुहुन्छ। अनि मैले फर्स्ट टाइम देखेको यस्तो फुल हुन्छ यो एकदम। अब यहाँ आइसकेपछि दौडिन परेन पुलमा साह्रै म दौडिन्छु। म त केटाकेटी जस्तो छु चम्चले चुलबुले। अब म सल हातमा लिएर फरार दौडिन्छु के कस्तो रमाइलो हुन्छ। बिरालो निधाएछ। ए उठ न बिरालो उठ उठ उठ। उठ्दैन। फोटो सेसन सुरु टिक 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 क्लिक क्लिक क्लिक। फेरि मलाई त कति मन पर्यो। मलाई त हातमै लिन पर्ने भयो। हातमै म गएँ हातमा लिएँ। अब कुरो भिजेछ कि त्यहाँ गसी फाल्न थालेँ। र अर्को पार्ट 2 को लागि कमेन्ट गर्नुहोस्।